खजुरा गाउँपालिका वडा नम्बर 3ले विशेष गरी अपाङ्ग बालबालिका किशोर किशोरीका क्षेत्रमा काम गरिरहेको छ। शिक्षालाई मुख्य प्राथमिकतामा राखेर जनविकासको काम गरिरहेको छ। वडाले यहाँका विभिन्न विद्यालय, क्याम्पस, गुरुकुललाई समेत बजेट विनियोजन गरेर संस्थागत विकासका लागि भौतिक पूर्वाधारको विकासमा समेत बजेट विनियोजन गरेको छ। अझै पनि प्राथमिकतामा शिक्षा, स्वास्थ्य साथै भौतिक पूर्वाधारलाई प्राथमिकतामा दिएको छ। यस वडाले भौतिक पूर्वाधार, बाटोघाटो, शिक्षा, स्वास्थ्य लक्षित वर्गका साथसाथै पछिल्लो समय ठूलो समस्याका रूपमा देखिएको लागु औषध दुर्व्यसनी सम्बन्धी रोकथाम सम्बन्धी कार्यक्रममा समेत विशेष ध्यान दिएको छ। जनजीविकाका लागि कृषि पेसा अपनाउनेहरू यस वडामा थुप्रै छन्, जसका लागि सिँचाइ अपरिहार्य कुरा हो। यसको व्यवस्थापनका लागि समेत वडाले काम गरिरहेको छ, जसका लागि सिँचाइका लागि वडाले बाँध बाँधेर सिँचाइ सम्बन्धी कार्यक्रमहरू अगाडि बढाएको छ। शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार र सामाजिक विकास सँगसँगै यस वडाले पर्यटकीय क्षेत्रमा समेत विकास गर्ने योजनाहरू अघि बढाएको छ। यहाँ भएका मठ मन्दिर, विभिन्न पर्यटकीय स्थलहरूको व्यवस्थापन र प्रचार प्रसारलाई यस वडाले विशेष ध्यान दिएको छ। हाम्रो खजुरा गाउँपालिका वडा नम्बर 3 को हाम्रो यो आर्थिक वर्ष 82-83 को बजेट विनियोजन गर्दा हाम्रो वडाको मात्रै चाहिँ 93,77,508 रुपियाँ बजेट विनियोजन भएको छ। त्यही शीर्षकमा रहेर हामीले हाम्रा विकासका कामहरू गर्नुपर्ने छ। हाम्रा 5 वटा विषयवस्तु छन्। ती विषयवस्तुमा अडिएर हामीले राजस्व बाँडफाँड गर्ने गरेका छन् र त्यही 93 लाखलाई विनियोजन गरेर हामीले काम गरेका छौँ र सर्वप्रथम शिक्षा र स्वास्थ्य, अनि यसमा बढी बजेट भएको छ भने भौतिक पूर्वाधारलाई पनि त्यही किसिमले हामीले प्राथमिकता राखेर काम गरेका छौँ। अपाङ्ग मैत्री कार्यक्रम गरेका छौँ। अनि बालबालिका, किशोर किशोरीको क्षेत्रमा चाहिँ हामीले काम गर्दै आएका छौँ। अनि ज्येष्ठ नागरिकका विषयमा पनि उहाँहरूलाई बजेट विनियोजन गरेर काम गरेका छौँ भने विभिन्न विद्यालय, क्याम्पस, गुरुकुललाई पनि बजेट विनियोजन गरेर संस्थागत विकासका लागि, भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेर काम गर्ने प्रक्रियामा अगाडि बढिरहेका छौँ। बढी प्राथमिकता शिक्षा र स्वास्थ्यलाई दिएको छ र भौतिक पूर्वाधारलाई। के काम हुँदैछ त्यसको लागि? अब शिक्षामा के हुँदैछ? शिक्षामा खास गरेर मेरो वडामा 2 वटा क्याम्पसहरू छन्। क्याम्पसको डिग्री कक्षा सञ्चालनको लागि बजेट विनियोजन भएको छ भने प्रत्येक मावि, निमावि र प्रावि विद्यालयहरूका लागि शैक्षिक गुणस्तरका लागि बजेट विनियोजन भएको छ। त्यस्तै गरेर खजुरा गाउँपालिका वडा नम्बर 8 मा मात्रै र यो 5 र समग्र 23 वटा मन्दासाहरू छन् भने खजुरा गाउँपालिकामा एउटा मात्रै गुरुकुलको व्यवस्थापन गरिएको छ। त्यसलाई नै बजेट विनियोजन गरेर कक्षा सञ्चालन गरेर शिक्षासित जोडेर शिक्षालाई गुणस्तर बनाएर अगाडि बढ्ने काम भइरहेको छ। अनि र यो ज्येष्ठ नागरिकको त कुरा आइहाल्यो र बाटाघाटाको कुराहरू भएका छन्। लागु औषध दुर्व्यसनी सम्बन्धी रोकथाम सम्बन्धी कार्यक्रम भएका छन्। महिला स्वयंसेविकाहरूको लागि कार्यक्रम भएका छन्। अनि त्यस्तै गरेर विभिन्न स्थानमा चाहिँ यो बिजुली पोल नभएको ठाउँमा बिजुली पोल गराएको छ भने सिँचाइतर्फ बाँध बाँधेर सिँचाइ सम्बन्धी कार्यक्रमहरू अगाडि बढाइएको छ। बाँध निर्माणको कार्यक्रम छ, नाली निर्माणका कार्यक्रमहरू छन्। यिनै कार्यक्रमहरू हाम्रो खजुरा गाउँपालिका वडा नम्बर 3 ले गरेको छ। नि मन्दिर, विभिन्न हाम्रा मन्दिरहरू छन्, पर्यटकीय हिसाबले राम्रा छन्। त्यसकारणले त्यो क्षेत्रलाई, पर्यटन क्षेत्रलाई र धार्मिक क्षेत्रलाई पनि व्यवस्थित गर्न हामीले केही बजेट विनियोजन गरेर हाम्रा कामहरू अगाडि बढेका छन् भने यसभन्दा पहिलाको सरकारले गरेका अधुरा विकासका कार्यक्रमहरू
हुन सकेको थिएन। हामीले अहिले ती कार्यक्रमलाई निरन्तरता दिएर कामका क्रियाकलापहरू अगाडि बढाएका छौँ।